मसी सबैजनालाई परमेश्वरको महिमा होस्। प्रभुलाई धन्यवाद छ र प्रभुको वचनले मत्ती 7:2 भन्दछ, जुन नापले तिमीहरूले दिएको छौ अथवा जुन नापले तिमीहरूले नापेका छौ त्यही नापले तिमीहरू नापिनेछौ। जुनसुकै पनि कुरा होस्, जेसुकै पनि कुरा होस्, परमेश्वरले हामीले गरेको 2 गुणा नापेर फिर्ता पाइनेछ। जेसुकै कुरा होस्, चाहे तपाईँले कसैलाई दिनुहोस्, चाहे तपाईँ कसैको खेदो गर्नुहोस्, चाहे तपाईँ कसैको विरुद्धमा जानुहोस्, होइन, त्यसको 2 गुणा फिर्ता चाहिँ तपाईँले पनि पाउनुहुनेछ। र यो हाम्रो जीवनमा परमेश्वरको वचनले मत्ती 7:2 यो कुरा बताउँदछ। अब हामी 2 गुणा पाउनेछौँ, होइन, जुन नापले हामीले दिएका छौँ त्यही नापले हामीले पाउनेछौँ। त्यही भएर परमेश्वरको वचन त्यत्तिकै खेर जाँदैन, परमेश्वरको वचन पुरा हुन्छ। त्यही भएर हामी होसियारी हुन जरुरत छ। जुन नापले हामीले दिन्छौँ र त्यसको पनि हामीले नापिनेछ, त्यसको फिर्ता हामीले पाउँछौँ, जेसुकै कुरा होस्।